कत्रो छ भन्नु तपाईँको? मेरो त अब कत्रो छ त तपाईँलाई कसरी भन्नु होला हौ? देखाउनु न त एकचोटि बाइक रोक्नु त। ओ नो, यस्तो काम चाहिँ नगरौँ होला हौ। देखाउने काम चाहिँ नगरौँ होला ल, बाटो बाटोमा हेर्ने मन लाग्यो भए उता हिँड्नु न। कति दिनुहुन्छ भन्नु त ल? अब तपाईँलाई कति दिने हो र मैले? तपाईँले चाहिँ मलाई कति दिनुहुन्छ पढाउ भएर भन्नु त? अघि 250 उठाएको थियो होइन? त्यतै दिन्छु नि, किन बढिदिनु? अनि तपाईँको त्यसो भए म पनि जति छ तपाईँको नि त्यति दिन्छु। मेरो त मसाज सेन्टरमा आउनुभयो भने रेट 5000 हो, अनि अब भिडियो कलमा आउनुभयो भने 500 रुपियाँ हो। लाउनु नि भइहाल्यो। अब नआऊ होला भिडियो कलमा, अब हजुरले फेस देखिहाल्यो यहीँनिर। अब मसाज सेन्टरमा जाउँ भने अब मसाज सेन्टरमा त अब 5000 के अब अन्त जानु पर्ला त छ। अब भिडियो कलमा आउनु न, भिडियो कलमा हाल्छु आउँदै। म चाहिँ होइन, म मेरो साथीहरूलाई पठाइदिन्छु ल तपाईँको भिडियो कलमा। हुन्छ। तर आरएमसी भ्लगरको सब्सक्राइबर चाहिँ फेरि मिलाएर गरिदिनु पर्छ नि। फेरि मेरोमा फेरि खतरा खतरा सब्सक्राइबर हुन्छन्। कति हो भन्नु त तपाईँको सब्सक्राइबर? मेरो त अहिले पुग्यो होला, 5000 पुग्न लाग्यो। मेरो त 1 करोड छ। अब त डेन्जर डेन्जर। किन ल भन्नु त, तपाईँ पठाउ गरेर कति कमाउनुहुन्छ दिनमा? म त धेरै गर्दिनँ, एकछिन मात्रै गर्ने हो। दिउँसो अफिस पनि भ्याउनुपर्छ, अनि बिहान बेलुका यसो नाइट गर्ने हो। अनि अब जाने हो म त अब एकछिनमा। म त्यस्तो धेरै गर्दिनँ, त्यही पनि 400-500 हो, धेरै कमाइदिनु हौ। 400-500 त म 10 मिनटमा कमाउँछु। कमाउने तपाईँले त। त्यही त मैले भन्न अघि नै तपाईँ डेन्जर हुनुहुन्छ भनेर। डेन्जर त मलाई अस्ति डेन्जर हो, के गर्नु। अनि हजुरले चाहिँ मसाज सेन्टरमा कसरी के अरे फिल्डमा लिएर आउनुहुन्छ त? अनि मसाजमा आएका मान्छेहरूलाई अब त्यो भन्ने नै हुँदैन क्या। अब ओइल मसाज गर्दाखेरि उनीहरूको सबै बडीमा मसाज गर्नुपर्छ नि त। त्यो नहुने ठाउँमा नि गर्नुहुन्छ? ए अनि कसरी फिल्डमा आउँछ त? कस्तो क्वेसन गरेर भने दाइ, तपाईँले अहिलेसम्म कसैलाई गरेको छैन? म त छैन नि, त्यस्तो मान्छे होइन नि त म फेरि। अनि तपाईँको बुढी छैन घरमा? मेरो बुढी छैन नि, म त एक्लै हो। कहाँ मेरो बुढी हुनु नि? ए मलाई 5000 दिनु न त, म जान्छु तपाईँसँग आज। नाइट बस्ने मेरो रुममा? मेरो त फेरि साथी पनि छ नि त। फेरि साथी कतिजना छन्? मेरो 1जना साथी अनि म। 10000 दिनु न त मलाई। ओ माई गड, एकजनाको 5000 हो? गाह्रो छ हौ, गाह्रो छ मलाई 10000 दिनलाई त। किन, के भयो र? 10000 त धेरै भयो हौ, नजाउँ होला। म त जाने मन लागेन। किन जान मन नलाग्यो नि? पक्कै एकछिन यहाँनिर कस्तो ल्याङ भयो क्या। के हो? यहाँ मेरो बाइक बिग्रेर जस्तो छ, तपाईँ के गर्नुहुन्छ? अब मलाई पुऱ्याइदिनु पर्छ। होइन तपाईँ अब अर्को बाइकमा जानु, मेरो बाइक बिग्रियो नि त। हो र? साँच्ची हो? के गर्नुहुन्छ? हुन्छ म जान्छु नि त। जाने? ल ल ल, तपाईँलाई प्याङ हान्दिनँ खोजेको, हान्नै मन लागेन हौ। कस्ता कस्ता कागज झुसिरी किरा जस्तो आयो। अब त यार बोल्न चाहिँ लास्ट बोल्ने। आज त मलाई कस्तो चाक चिलाइरहेको छ भाइ। तपाईँको चाक चिलायो अरे? भर्खर काममा हिँड्नु भयो होला, अनि त चिलाइहाल्छ नि। अब चिलाइ मेटाउँछ होला नि त अरूले। होइन कि कस्तो मलाई आज अर्कै त चुर्न पर्छ नि, हो त्यस्तै चिलाइ। तपाईँले गफ त हान्ने हो यार, त सहीको गफ हान्ने यार तपाईँले। यसो गरौँ न त, आज मेरो रुममा जाउँ, अनि त्यसपछि अनि तपाईँ, अनि त्यसपछि अनि तर मेरो रुममा चाहिँ छिटो गरेर निस्किहाल्नुपर्छ। जाउँ न त। किन छिटो फेरि? टाइम लाग्यो भने चाहिँ के गर्ने फेरि? होइन टाइम लगाउनु होला। मेरो उयसमा कति बज्यो अहिले? अहिले त 11:30 12 बज्न लाग्यो। अनि त्यसपछि ठ्याक्क 11:30 बज्छ होइन?
अनि त्यसपछि छिटो गरौँ अनि फेरि 12 बजे त मान्छे आउँछन् क्या बोयफ्रेन्ड आउँछ नि त अब अनि हामी लिभिङ टुगेदरमा बसेछौँ क्या अनि त्यसपछि अनि ऊ आयो भने त नराम्रो हुन्छ नि त त्यही भएर अनि छिटो गरेर निस्किहाल्नुपर्छ भनेपछि त गाह्रो पर्ने भयो त हो गाह्रो पर्ने भयो ल नजाउँ होला तपाईँ यहीँ झर्नु होइन तपाईँको आउने झरी ठाउँनी आउनु लाग्यो होइन तपाईँ अब झर्नुहोस् म चाहिँ अब जान्न पछि भेटौँला नि त हुन्छ अब त्यो के अरे अब यो मसाज सेन्टरमा चाहिँ मेरो नम्बर नदिनु तर यो भिडियो कल गर्नेहरूलाई चाहिँ मेरो नम्बर यसो दिनु है ए हुन्छ हुन्छ हुन्छ